लो कस्तो चाहिँ जाडो छ कि म त कप्पेको कप्पे ओवर एक्टिंग करता है साला, ओवर एक्टिंग की औलाद। अब तेरे को बराबर होता नहीं क्या बोलने को? चले एक काम कर, 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह से। हेलो गाइस, यहाँ चाहिँ एकदमै जाडो छ हो। हामी चाहिँ यहाँ गङ्गामा चाहिँ डुब्की हान्नु गइरहेको छु हो है। ओ न्यू छ अम्बो 6 बजी जानुपर्ने मान्छे है, तर रातमा लेट छोडेको थियो, बेसी हल्ला भएर है। अनि त्यही भएर चाहिँ यहाँ एकदमै लाउनु यहाँ चाहिँ सिँढीमा हाम्रो चाहिँ एकदम जाडो भइरहेको छ। यहाँ बाबा बसिरहेको छ। म चाहिँ एकदम मुख पनि नधुइन आएको, तर के गर्नु अब राम्ररी पनि देखिरहेको छु हो। त्यही हुन्छ नेचुरल ब्युटी भनेको चाहिँ क्या, मुख नधुँदा पनि एकदम ब्युटिफुल देखिन्छ है। गाइस यस्तो चाहिँ ठन्डा छ, हावा पाइरहेको छ हो। हाम्रो गङ्गामा चाहिँ डुब्की कसरी हाल्ने त्यो चाहिँ अब एकदम इक्जाममा प्रतीक्षा पुरा कर्नाटक यस्तो भइरहेको छ। त्यही त हाम्रो चाहिँ यहाँ बोजूले चाहिँ भन्दैछ पहिला चाहिँ बोजू हान्छ अरे हो, यस्तो बुढी भएर यहाँ अरू मान्छे चढ्नेहरू पनि छ यहाँ हो। जाडो भइरहेको तिमीलाई कस्तो एक्सर्साइज छ यहाँ डुब्के होइन हान्नुको लागि? म त त्यसै आएको जस्तो लाग्यो। करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ। हो त दि आम्मा उयो भित्री हेरेर त हाम्रो पवित्र गङ्गा चाहिँ यस्तो छ है।